बल्ल हल पनि मेरा खतरा मिलेका छन् साथीहरू तुर्र तुर्रमा ₹1 हाँसो अरिया के यार। यो चाहिँ बाहिरको दृश्य हो है साथीहरू, यो हाम्रो रोड। हेलो साथीहरू नमस्कार है। यति बेला म घरमै छु। मेरो छोरीलाई कपाल कोर्दैछ मेरो श्रीमती नानी पुन्टीले। यस्तो छ बाहिर गर्मी छ है। बिन्दास पारामा हामी त बिन्दास पारामा साथीहरू। गर्मीले बेडा पावर बनायो, शरीर पनि गनायो, नुहाउन जाने बनायो। तुर्र तुर्रमा बल्ल हल पनि मेरा खतरा मिलेका छन् साथीहरू। यस्तो छ हैन, तुर्र तुर्रमा ₹1 हाँसो अरिया हो के यार। थाहा छैन तँलाई यार ₹1 हाँसो भन्ने के हो, के भन्ने अब। ₹1 हाँसो भयो ₹2 फाँसो, त्यही हाँसोमा भुलिएर भयो मलाई पासो। हाँसो तेरो काजिलो नै मार्न लाग्यो मलाई, जाने भन्दी पहिलो अन्तै यो मन मेरो जलाई। सरारा चाइट चाइट। च्यानललाई सब्स्क्राइब गर्नु साथीहरू, जोडिनु होला है मेरो च्यानलमा, बिन्दास पारा च्यानल। बौलिने होइनौ हामी त घरका मान्छे हौं, हामी त यस्ता मान्छे हौं। फुल फुलेर कमलको बोटमा हुर्केको छु म आजकल चोटमा, लाग्यो मलाई बारुल्की लाग्यो। बाई बाई साथीहरू, बाई बाई है। अहिलेलाई चाहिँ यति नै। अब चाहिँ म बाख्रा हेर्न जाँदैछु साथीहरू हैन। यो चाहिँ बाहिरको दृश्य हो है साथीहरू, यो हाम्रो रोड। यो माथि एयरपोर्टको घेरबाट हो। यो चाहिँ सुन्तराली विमानस्थल कालीकोटको ठाउँ चिन्नुहुन्छ होला साथीहरू है। कालीकोटका मेरा साथीहरूले हेर्नुभयो भने यो ठाउँ चाहिँ चिन्नुहुन्छ होला। यो नरनाथ गाउँपालिका 1 नम्बर हो कोटबाट। यो बाहिरको दृश्य है। घाम छ साथीहरू, आज चर्को घाम लागेको छ हैन। दिनदिनै पानी पर्ने सम्भावना एकदमै कम छ। यस्तो छ। अब चाहिँ म बाख्रा ल्याउन जाँदैछु साथीहरू है। बाख्रा परपर भिड छन् छडिने, खोइ त आउने हुन्। जानु पऱ्यो, हेर्नु पऱ्यो डाँडा हुँदै। यस्तो छ साथीहरू बाहिरको दृश्य है त।